सो हे गाइज वेलकम टू माई ब्लग। आज मेरो ब्लगको दोस्रो तेस्रो भनौँ न कति दिन हो थाहा छैन, धेरै दिनपछि भिडियो बनाउँदैछु। मलाई सपोर्ट गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरेर। र आज हाम्रो क्लास 12 को फेयरवेल प्रोग्राम छ, त्यस कारणले हामी फेयरवेल प्रोग्राममा जानुपर्ने छ। अहिले हाम्रो 9 बजिरहेछ, अब 10 बजेतिर यसो रेडी सेडी भएर नुहाएर अब फेयरवेलमा जाने हो। केटाहरू उतै भेट्छौँ ल। अब पहिला रेडी सेडी अब हुने तयारी गरौँ, त्यसपछि भेटौँला। सो गाइस फाइनली मेरो यो लुक छ। अब साथीहरू पनि अब हेरौँ कुन कुन लुकमा आउँदैछन्। सकेभरि सबैजनालाई यही फर्मल ड्रेसमै भनेको। अब हेरौँ, अब फाइनली अब स्कुलतिर लाग्यो ल। स्कुलमा गएर साथीहरूसँग भेटौँला। ओके गाइज, ल सी यू लेटर। त्यस बेलासम्म भिडियो हेर्दै इन्जोय गर्नु होला। ल फाइनली गाइज हामी स्कुलमा आइयो र साथीहरूसँग हाम्रो केटाहरू ल। अझै अब 11 क्लासले हामीलाई कस्तो प्रोग्राम राखेछन् अब भित्र गएर देखाउने छु। त्यति बेलासम्म भिडियो हेर्दै इन्जोय गर्नु होला। ल अब हामी स्कुलमा छिर्दैछौँ, हाम्रो स्कुल हाम्रो केटाहरू। ल गाइस छिटो अब हाम्रो कार्यक्रम हो माथि सभा हलमा, हाम्रो स्कुलको नेम। ल फेरि अब कार्यक्रममा भेटौँला गाइज। सो फाइनली गाइज अब हाम्रो कार्यक्रम सुरु हुन लागेको छ। हलमा गएर हजुरलाई देखाउँछु। हाम्रो रिमल सर ल, कार्यक्रम अब सुरु हुने बेला। ल हाम्रो प्रेम भाइ कति काले आएको आज। ल केटीहरू हाई भन्छौ मेरो भ्लगमा सबैजनालाई स्वागत छ। यहाँ छोराहरू छ। बाबु हाई गर छिटो। रनिस ल हाई गर छिटो, हाई गर। ल हाम्रो लागि यो सामान। ल फेरि भेटौँला केही क्षणपछि। ल गाइज आज हाम्रो बिदाई कार्यक्रम कस्तो लाग्छ केटा हो? लास्टमा म छु। हेर्न केटाहरूलाई पारा। ल अब केही छिनपछि हाम्रो कार्यक्रम सुरु हुने। कक्षा 12 का सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई विदाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थित सम्पूर्णमा सबैजना आफ्नो स्थानमा अनुशासित रूपमा बसिदिनु हाम्रो आगमन भइसकेको छ। केटाहरू अलि टाढा भन्नु पर्ने हो। म कक्षा 12 को केटा हो। हेलो गाइस, कार्यक्रम सुरु भयो। वार्षिक परीक्षा चाँडै नै हुन गइरहेको छ।
विदाई कार्यक्रम तथा शुभकामना कार्यक्रम आज सञ्चालन गर्न गइरहेको छौँ। आजको यस विदाई कार्यक्रम तथा शुभकामना कार्यक्रमको सम्पूर्ण सभापतिको आसन ग्रहण गरिदिनु हुन कक्षा 12को साथी बिहार सिंह घिमिरेज्यूलाई हार्दिक अनुरोध गर्दछु। ल हाम्रो आजको अध्यक्ष ए केटा ताली पड्का न अलि जोडले अहिलेको पाला ओए तारा मेरोको नामासी हल्ला गर्ने है आसन ग्रहण गरिदिनु हुन सहायक प्रधानमन्त्री पौडेलज्यूलाई हार्दिक अनुरोध गर्दछु। पाण्डे हो कि तारा अतिथिको आसन ग्रहण गरिदिनु हुन बालकृष्ण रिमाल सरज्यूलाई हार्दिक अनुरोध अभी मैं चिल्ला बजावन दे चिल्ला आसन ग्रहणको क्रममा सुमित्रा पौडेल म्यानेजरलाई हार्दिक अनुरोध गर्दछु। भल्ली रस आजका विशेष अतिथि कक्षा 12 को सम्पूर्ण दायित्वहरूलाई आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक स्वागत कार्यक्रम रहेको छ। कक्षा 12 का आजका विशेष अतिथिज्यूहरूलाई कक्षा 12 लाई टीका खादा मायाको चिनो प्रदान गरिदिनु हुन गर्ने कार्यक्रम रहेको छ। टीकामा कक्षा 12 को साथी आसन फोटो खिच्नु गणेश भिडियो करे करेन भिडियो करे भिडियो करे हम अब तक पता हुआ अब तक नहीं हो गए के 11 के सम्पूर्ण दायित्वहरू पाली पाला हार्दिक अनुरोध गर्दछु।
गाइस हाम्रो पार्सल ल हाम्रो लागि पार्सल यार यस कारण कतिवटा छ यार दुईटा ल गाइस यति हो बाल्यकाल फर्किँदैन होला सायद अब यो बाल्यकाल फर्किँदैन होला यदि फर्कन्थ्यो भने यो विदाई हुन्थेन होला यदि फर्कन्थ्यो भने यो विदाई हुन्थेन होला समय र परिस्थितिले कहाँ पुर्यायो थाहै भएन समय र परिस्थितिले कहाँ पुर्यायो थाहै भएन भन्दा लामो सुनिने यो 12 वर्ष कहिले बित्यो पत्तै भएन भन्दा लामो सुनिने यो 12 वर्ष कहिले बित्यो पत्तै भएन तिमी भन्छौ अब 12 पछि बिर्सन्छौ होला मलाई तिमी भन्छौ मलाई कि 12 पछि बिर्सन्छौ होला मलाई म कसरी बिर्सन सक्छु र यो विद्यालयलाई यहाँका हरेक कक्षा कोठालाई यहाँका सर म्यामहरूलाई र रमाइला मेरा पागल जस्तो साथीहरूलाई म कसरी बिर्सन सक्छु र बिर्सन चाहे पनि सम्झनाले मलाई याद दिलाउने छ बिर्सन चाहे पनि सम्झनाले मलाई याद दिलाउने छ म अर्को विद्यालयमा पढ्न गए पनि यो विद्यालयको यादहरूले मलाई सताइरहनेछ म अर्को विद्यालयमा पढ्न गए पनि मलाई यो विद्यालयको यादले सताउनेछ म कसरी भुल्न सक्छु र तिमीसँग पनि निकै क्युट देखिने हाम्रो तारा म्यामलाई म कसरी बिर्सन सक्छु र पढाइभन्दा गफ तर गफले नै पढाइलाई निकै मजबुत बनाइदिने हाम्रो आदरणीय धर्म सरलाई म कसरी बिर्सन सक्छु र हेर्दा मोटी भए पनि तर हाँस्दा निकै राम्रो देखिने हाम्रो म्यामलाई म कसरी बिर्सन सक्छु र पढाइभन्दा मोटिभेट गर्ने र अलिअलि रिसाउँदै पढाउने हाम्रो आदरणीय मन्नु सरलाई म कसरी बिर्सन सक्छु र मेरो हरेक टिचरहरूलाई म कसरी बिर्सन सक्छु र हाइटमा अग्लो भए पनि यही जस्तो दिमाग भएको हरेक पिरियडमा चुटकीलाई सुनाउँदै पढाउने हाम्रो बालकृष्ण रिमल सरलाई म कसरी बिर्सन सक्छु र म कसरी बिर्सन सक्छु र ती सर म्यामले सोध्दै भनेपछि बिरामीको नाटक पारेर बस्ने म र मेरा साथीहरूलाई म कसरी बिर्सन सक्छु र साथी मिल्दै ती एकअर्काको बेइज्जत गरेर बिताएका ती दिनहरूलाई म कसरी बिर्सन सक्छु र सायद अब यो दिन फर्किँदैन होला अबदेखि म यो विद्यालयमा आउने छैन बिहान सबैले उठेर ड्रेस लगाएर फुल युनिफर्ममा यही सर म्यामहरूसँग र यही विद्यार्थीहरूसँग म फेरि पनि पढ्न पाउने छैन ल फाइनली गाइज घर आयो अब बिदाई कार्यक्रम त्यस्तै हो सबैले इन्जोय पनि गऱ्यौँ र रमाइलो पनि भयो त्यसै भावुक पनि भयौँ त्यस कारणले भिडियो बनाएन ल आजको भिडियो यति नै फेरि भेट हुनेछ अर्को भिडियोमा हजुरलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र च्यानललाई सब्सक्राइब गर्नु होला हस् गाइस बाई बाई